ल आजको यो विश्लेषण सुरु गरौँ है त। विशेष गरी सार्वजनिक प्रशासन र कानूनको क्षेत्रमा रुचि राख्नेहरूका लागि वा भनौँ कुनै एक्जाम रिभ्यू गरिरहेकाहरूका लागि आजको यो विषय एकदमै महत्त्वपूर्ण छ। भर्खरै मात्र एउटा यस्तो अध्यादेश आएको छ जसले नेपालको पुरै प्रशासनिक संरचनामा एक किसिमको भूकम्प नै ल्याइदिएको छ भन्दा फरक पर्दैन। यसले हाम्रो सार्वजनिक सेवा प्रवाह र दीर्घकालीन प्रशासनिक स्थिरतामा कस्तो उथलपुथल ल्याउँछ, आउनुस् सँगै चिरफार गरौँ। अब सिधै यो अङ्कमा जाउँ, 1534। एकपटक एउटा कार्यकारीको नजरबाट सोचौँ त, कुनै पनि संस्थाबाट एकैपटक यति ठूलो सङ्ख्यामा नेतृत्व खाली हुँदा अर्गनाइजेसनल कन्टिन्युटी अर्थात् सङ्गठनात्मक निरन्तरतामा कत्रो ठूलो भ्वाङ पर्छ होला। यो कुनै सानोतिनो हेरफेर हुँदै होइन नि, यो त राज्यकै संयन्त्रहरूमा गरिएको मास डिसमिसल नै हो। अनि ती 1500 भन्दा बढी पदाधिकारीलाई हटाउन कानूनी रूपमा कति कसरत गर्नु पर्यो होला त। ठ्याक्कै 110 वटा छुट्टा छुट्टै कानूनहरू एकैपटक संशोधन गरिए। एउटा कानून संशोधन गर्न त महिनौं लाग्ने देशमा यसरी एकैसाथ 110 वटा कानून परिमार्जन हुनु भनेको राज्यको कानूनी धरातलमै गरिएको एकदमै व्यापक र अचम्मित पार्ने शल्यक्रिया हो। यो सबै तथ्याङ्क र परिवर्तनको पछाडि एउटै मात्र कानूनी दस्तावेज छ, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा 2083 वैशाख 19 गते जारी गरिएको यो अध्यादेशको मुख्य उद्देश्य भनेकै राज्यका विभिन्न निकायहरूमा विगतमा गरिएका राजनीतिक नियुक्तिहरूलाई कानूनी रूपमै खारेज गर्नु हो र अघि भनिएका ती 110 कानूनहरू यसै मार्फत परिमार्जन गरिएका हुन्। यसमा हामीले कुनै राजनीतिक पक्ष नलिकन विशुद्ध तथ्यलाई मात्र हेरिरहेका छौँ है। अब 60 भन्दा बढी संस्थाहरूको लामो र झन्झटिलो सूची पढ्नुको साटो हामी यसलाई सजिलैसँग बुझ्न 5 वटा स्पष्ट खण्डमा बाँडेर हेर्नेछौँ। पहिलो, पदमुक्तिको दायरा। दोस्रो, स्वास्थ्य र शिक्षा क्षेत्र। तेस्रो, पूर्वाधार र उपयोगिता निकाय। चौथो, परिषद, आयोग र संस्कृति। र अन्त्यमा पाँचौं, उच्चस्तरीय र विशिष्ट निकायहरू। खण्ड 1, पदमुक्तिको दायरा। यो एउटा कार्यकारी कदमको प्रशासनिक फैलावट कति विशाल छ भन्नेतर्फ लागौं। अब यो स्लाइडमा हेर्दा सबैभन्दा रोचक कुरा के देखिन्छ भने यसको असर राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मै छ। एकातिर लगानी बोर्ड जस्ता उच्च तहका नियामक र कार्यकारी निकायहरू छन् भने अर्कोतिर सरकारी अस्पताल र खानेपानी जस्ता हाम्रा दैनिक जीवनसँग जोडिएका विशुद्ध सेवा प्रदायक संस्थाहरू। यसले संरचनात्मक रूपमा कति ठूलो रिक्तता ल्याउँछ भन्ने कुरा छर्लङ्ग पार्छ। खण्ड 2, स्वास्थ्य र शिक्षा क्षेत्र। अब अगाडि बढौँ र हेरौँ यसले कसरी हाम्रो दैनिक जनजीवनलाई सबैभन्दा बढी छुने क्षेत्रमा असर गर्छ। यहाँ हेरौँ त देशका झण्डै सबै प्रमुख विश्वविद्यालयहरू, त्रिभुवनदेखि राजर्षि जनक विश्वविद्यालयसम्म सबैको नेतृत्व यसैबाट प्रभावित भएको छ। यति मात्र कहाँ हो र समग्र शैक्षिक गुणस्तर नै नियमन गर्ने विश्वविद्यालय अनुदान आयोग र शिक्षक सेवा आयोग जस्ता संयन्त्रहरूमा पनि एकैपटक रिसेट बटन थिचिएको छ। यो आफैमा एउटा ठूलो हलचल हो। स्वास्थ्य क्षेत्रको कुरा गर्दा पनि अवस्था उस्तै छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्यान्सर अस्पताल र शहीद गङ्गालाल जस्ता ठूला र विशिष्टीकृत अस्पतालहरू एकैपटक नेतृत्वहीन हुने अवस्थामा पुगेका छन्। त्यति मात्र होइन नि, डाक्टर र स्वास्थ्यकर्मीहरूको लाइसेन्स र गुणस्तर मापन गर्ने मेडिकल काउन्सिलदेखि चिकित्सा शिक्षा आयोग जस्ता नियामक निकायहरू पनि ठ्याक्कै यही सूचीमा छन्। यसले सार्वजनिक स्वास्थ्य सेवा प्रवाहमा सिधै कस्तो प्रभाव पार्ला सहजै अनुमान गर्न सकिन्छ। खण्ड 3, पूर्वाधार र उपयोगिता निकाय। अब हामी भौतिक पूर्वाधार र सार्वजनिक सेवाका क्षेत्रतर्फ लागौं। यो सूची हेर्दा प्रष्ट हुन्छ हाम्रा घर-घरमा बिजुली र पानी पुर्याउने विद्युत प्राधिकरण र खानेपानी संस्थान मात्र होइन, सडक बोर्ड अनि उडान व्यवस्थापन गर्ने नागरिक उड्डयन प्राधिकरण जस्ता महत्त्वपूर्ण निकाय पनि यसबाट अछुतो छैनन्। दैनिक सार्वजनिक सेवा र भौतिक पूर्वाधार हात्ने नेतृत्व यसरी एकैपटक खाली हुनु पक्कै पनि एउटा ठूलै व्यवस्थापकीय चुनौती हो। खण्ड 4, परिषद, आयोग र संस्कृति। अब ती संस्थाहरूको कुरा गरौँ जसले हाम्रो सांस्कृतिक सम्पदा जोगाउनेदेखि सूचनाको प्रवाहसम्मलाई नियमन गर्छन्। र यसले एकदमै सचिक रूपमा के देखाउँछ भने अध्यादेशको असर भौतिक पूर्वाधारमा मात्रै सीमित छैन। लुम्बिनी र पशुपतिनाथ जस्ता विश्व सम्पदा सूचीमा परेका धरोहरको व्यवस्थापन गर्ने कोषहरूदेखि लिएर शताब्दीौं पुरानो परम्परा बोकिएको गुठी संस्थान समेत यसको चपेटामा परेका छन्।
सँगसँगै देशको साहित्य, कला र सङ्गीतको संरक्षण गर्ने सबै प्रमुख प्रज्ञा प्रतिष्ठानहरूका नेतृत्व पनि एकैसाथ परिवर्तनको संहारमा छन्। अनि यहाँ बुँदाहरूमा देखाइए जस्तै सूचना र सञ्चारको क्षेत्रमा पनि उत्तिकै ठूलो प्रभाव परेको छ है। राष्ट्रिय समाचार समितिदेखि प्रेस काउन्सिल र सूचना आयोग जस्ता संवेदनशील संरचनाहरू प्रभावित हुनु भनेको राज्यको आधिकारिक सूचना प्रवाह र नियमनमै अल्पकालीन रूपमा भए पनि अस्थिरता आउनु हो। खण्ड 5 उच्चस्तरीय र विशिष्ट निकायहरू। अब अन्तिम र सबैभन्दा विशिष्ट प्रकारका संस्थाहरूको कुरा गरौँ, जुन यो मूल प्रतिवेदनमा एकदमै आउटलायर वा भनौँ फरक प्रकृतिका देखिन्छन्। यहाँनिर एकदमै गम्भीर भएर हेर्नुपर्ने कुरा के छ भने देशको अत्यन्तै संवेदनशील मानिएको संक्रमणकालीन न्याय प्रक्रिया पनि यसमा समेटिएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग जस्ता विशिष्ट निकायहरू अनि हजारौं श्रमिकहरूको भविष्य जोडिएको सामाजिक सुरक्षा कोष पनि ठ्याक्कै यही परिधिभित्र परेका छन्। यो तथ्य आफैमा निकै महत्त्वपूर्ण छ। त्यसैले यहाँनिर मुख्य बिन्दु के हो भने देशको समग्र अर्थतन्त्र र लगानीको इन्जिन मानिने यी ठूला संस्थाहरू पनि परिवर्तनको यो लहरबाट बचेका छैनन्। ठूला विदेशी लगानी भित्राउने लगानी बोर्डदेखि शेयर बजारको नियमन गर्ने धितोपत्र बोर्ड अनि खर्बौंको पुँजी परिचालन गर्ने नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसम्मका संस्थाहरू यस व्यापक कार्यकारी कदमको हिस्सा बनेका छन्। आजको यो विश्लेषणबाट हामीले एउटा स्पष्ट चित्र देखेका छौं। 110 कानून संशोधन र स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि न्याय क्षेत्रसम्मका 1534 पदाधिकारीहरूको विदाई। अब सोच्नुस् त, एउटा व्यवस्थापकको नजरबाट हेर्दा यति विशाल परिमाणको संगठनात्मक परिवर्तनले दीर्घकालीन रूपमा राज्यको प्रशासनिक स्थिरता र कार्य सम्पादनलाई कुन दिशामा लैजाला? यो एउटा यस्तो गम्भीर प्रश्न हो जसको उत्तरले नै आगामी दिनको प्रशासनिक परिदृश्य तय गर्नेछ। यो विचारणीय प्रश्नका साथ आजको लागि यो सामग्री यही बिटमा मारौं।